तपाईसँग स्यामसङ फोन छ? छ भने यो 3 वटा हिडन फिचर जसले तपाईको फोन युज गर्ने एक्सपिरियन्स पुरै चेन्ज गरिदिन्छ। फिचर नम्बर 1 पहिला सेटिङ खोल्नुहोस्, स्क्रोल डाउन, त्यसपछि एडभान्स फिचरमा क्लिक गर्नुहोस्। एडभान्स फिचरभित्र साइड बटनमा आफ्टर द्याट डबल प्रेस अनि तपाईलाई जुन एप चाहिन्छ त्यो एप चुज गर्नुहोस्। अब तपाईले साइड बटन डबलचोटि प्रेस गर्यो भने त्यो सेलेक्टेड एप खुल्नेछ। फिचर नम्बर 2 क्लोजरमा जानुहोस्, त्यसपछि एपको आइकनमा क्लिक गरेर ओपन इन स्लिप्ड स्क्रिन भ्यूमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईलाई जुन एप चाहिन्छ त्यो एप सेलेक्ट गर्नुहोस् र तपाईँ एउटै स्क्रिनमा 2 एप सँगै चलाउन सक्नुहुन्छ, जसले मल्टिटास्किङमा हेल्प गर्नेछ। फिचर नम्बर 3 जसले मल्टिटास्किङलाई प्रो लेभल गर्छ। अगेन क्लोजरमा गएर आवश्यक एप आइकनमा क्लिक गर्नुहोस्। त्यसपछि ओपन पपअप भ्यूमा थिच्नुहोस्। त्यसपछि तपाईको स्क्रिनमा एउटा सानो विन्डो भ्यू ओपन हुन्छ, जसलाई तपाईले सानो ठुलो गर्न सक्नुहुन्छ। अनि त्यो एपलाई मिनिमाइज गरेर चाहिएको बेला सिंगल क्लिकमा त्यो एप ओपन गर्न सक्नुहुन्छ। भिडियो मन पर्यो भने भिडियोमा लाइक गरिदिनु होला र यस्तै ह्याक चाहिएछ भनेपछि हाम्रो च्यानल द टेक कुरालाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।